हेलो गाइज, सबैजनामा नमस्ते। नमस्ते। आज हामी फेरि अर्को भिडियोमा आएका छौँ। आज भने हामी घोराइको यो कट्टा खोलाको पुल हेर्न भनेर आएका छौँ र यता पछाडि हामीले पद्मोदय क्याम्पस देखिराखेका छौँ। आज पनि म्याडमले एउटा गजल सुनाउनु हुनेछ, हामी यो भिडियोमा देखाउनेछौँ। यता पछाडि कौवाको ठुलो बथान उडिराखेको छ पिपलको बोटमाथि। गजबको वातावरण देखिराखेको छ। ठाउँ रमणीय नै हो, तर घोराइ बजारको सबै फोहोर यही खोलाले ल्याउने भएको हुनाले खोला अलि त्यति शुद्ध छैन। यो कट्टा खोलामा छौँ। कट्टा खोलामा दाङको घोराइ बजारको अधिकांश फोहोर यहाँका चाहिँ मान्छेहरूले यहीँ बगाउने भएको हुनाले यो त्यति सफा त छैन, तैपनि मान्छेहरूले लुगा धुने कुरामा देखि लिएर गाईबस्तुलाई खुवाउने कुरामा पनि कतिपय ठाउँमा प्रयोग भइराखेकै छ। यो पानी वातावरणको हिसाबले असाध्यै रमाइलो वातावरण छ। अब यहाँ धेरै कुरा गर्ने भन्दा पनि हामी फेरि पनि अब म्याडमले रचना गरेको साहित्य सिर्जना एउटा गजल तपाईहरुलाई सुनाउनेछौँ। गजल सुनिसकेपछि कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रियाको लागि यहाँले कमेन्ट चाहिँ गर्नुहुनेछ र हाम्रो भिडियो पहिलोपटक हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला र भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर पनि गर्न नछुटाउनु होला भन्ने कुरा राख्दै म अब म्याडमको गजल सुन्ने कुरामा हामी लाग्यौँ है त। गजल तयारी छ नि हैन? तयारी नै छ। बरफ भित्र न्यानो कतिन्जेल हुन्छ, बरफ भित्र न्यानो कतिन्जेल हुन्छ, पानी भित्र ओभानो कतिन्जेल हुन्छ, बरफ भित्र न्यानो कतिन्जेल हुन्छ, पानी भित्रै ओभानो कतिन्जेल हुन्छ। ए फोहोर फाल्नेहरू फोहोर टिप्नेलाई किन हेप्छौ, ए फोहोर फाल्नेहरू फोहोर टिप्नेलाई किन हेप्छौ, काम ठुलो मान्छे सानो कतिन्जेल हुन्छ, काम ठुलो मान्छे सानो कतिन्जेल हुन्छ, पानी भित्रै ओभानो कतिन्जेल हुन्छ। तिमी गयौ सँगसँगै मन पनि गइछ क्यारे, तिमी गयौ सँगसँगै यो मन पनि गइछ क्यारे, तिमी गयौ सँगसँगै यो मन पनि गइछ क्यारे। आफ्नै मन आफैसँग बिरानो कतिन्जेल हुन्छ, आफ्नै मन आफैसँग बिरानो कतिन्जेल हुन्छ, पानी भित्रै ओभानो कतिन्जेल हुन्छ। मैनै पछि पल्टाए झैँ पात्रोका पानाहरू, मैनै पछि पल्टाए झैँ पात्रोका पानाहरू, तिम्रो नाता सम्बन्ध नयाँ पुरानो कतिन्जेल हुन्छ, तिम्रो नाता सम्बन्ध नयाँ पुरानो कतिन्जेल हुन्छ, पानी भित्रै ओभानो कतिन्जेल हुन्छ, बरफ भित्र न्यानो कतिन्जेल हुन्छ, पानी भित्रै ओभानो कतिन्जेल हुन्छ। धन्यवाद। कस्तो लाग्यो सुनिसकेपछि सल्लाह सुझाव र भिडियोलाई सेयर, लाइक अनि च्यानललाई सब्स्क्राइब गरिदिनु हुने नै छ। फेरि हामी अर्को भिडियोमा भेट्ने नै छौँ। हस्त, नमस्ते।